अनि के छ खबर सन्चै आरामै छौ? हजुर एकदमै। अनि पढाइ कस्तो चलिरहेछ त? स्टडी रुम बुटलमा पढेदेखि एकदमै राम्रो भएको छ। ए ल धेरै धेरै धन्यवाद कम्प्लिमेन्टको लागि। ल उनी छिन् सन्ध्या छेत्री। उनी हुन् सन्ध्या छेत्री जसले हाम्रो स्टडी रुम बुटोलमा क्लास 10 मा ब्याक लागेर पढ्न आएकी थिइन् र त्यहाँदेखि अहिलेसम्म हाम्रै सम्पर्कमा उनले चाहिँ पढिराखेकी छिन् होइन। अनलाइन अफलाइन हाम्रै सेन्टरमा आएर हामीसँग रेगुलर टचअपमा छिन् र उनलाई चाहिँ आज हामीले स्टडी रुम बुटोलमा पढ्दाखेरि होइन एउटा ब्याक स्टुडेन्ट भएर पढ्दाखेरिको अनुभव कस्तो रह्यो भनेर चाहिँ यहाँ सोध्न जाँदैछौँ। कस्तो लाग्यो त स्टडी रुम बुटोलमा पढ्नको लागि? मलाई ब्याक लागेको सुरुमा धेरै डिमोटिभेट थिएँ, तर यहाँ स्टडी रुम बुटलमा आएदेखि एकदमै मोटिभेट भयो। यहाँ आएर दिदीले मलाई धेरै नै मोटिभेट गराउनु भयो। मलाई लागेको थिएन कि मलाई ब्याक लागेको थियो, एकदमै राम्रोसँग पढाउनु भयो। त्यही भएर म राम्रोसँग ग्रेड लिएर आएर पास भएँ। ए अनि हजुरले अरू स्टुडेन्टहरू पनि थुप्रैलाई रिकमेन्ड गर्नुभयो, इभन हजुरको भाइ पनि पछि हामीसँगै पढ्नुभयो। तपाईँको भाइ 10 क्लासमा रेगुलर स्टुडेन्ट भएर पढ्नुभयो, हजुरले चाहिँ ब्याक दिएर पढ्नुभयो होइन। अनि अरू स्टुडेन्टहरूलाई पनि तपाईँले रिकमेन्ड गर्नु, हजुरले स्टडी रुम बुटोल नै रिकमेन्ड किन गर्नुहुन्छ जसलाई चाहिँ एकदमै डिमोटिभेट फिल भएको छ र पढाइमा अलिकति कम्फर्ट हुँदैन, तिनीहरूलाई चाहिँ स्टडी रुम बुटोल नै तपाईँको मुखबाट किन आउँछ? किनभने यहाँ आएपछि एकदम सबैजना परिवार तरिकाले पढिन्छ। हजुर। अनि यहाँ आएपछि कसैले पनि डिमोटिभेट हुँदैन, धेरै नै राम्रोसँग पढाउनुहुन्छ। हजुर। एकदमै बुझिन्छ हामीले। अनि उहाँले दिदीले एकदमै धेरै मोटिभेसन गरेर हामीलाई पढाउनुहुन्छ। हामीले एकदमै राम्रोसँग पढ्छौँ, त्यही भएर राम्रो ग्रेड लिएर राम्रो लाग्यो हजुरलाई है। ए ल हजुरलाई धेरै धेरै धन्यवाद। अनि अब हजुरले स्टडी रुम बुटोलको लागि के भन्न चाहनुहुन्छ? स्टडी रुम बुटोलमा पढ्न आउन चाहने स्टुडेन्ट र खोजिरहनु भएको ट्युसन तथा होम ट्युसन क्लास खोजिरहनु भएकोहरूलाई हजुरले कसरी चाहिँ सजेसन दिन चाहनुहुन्छ कि म पनि यहाँ पढेँ, यस्तो थियो उस्तो थियो होइन, जसले गर्दा उहाँहरूलाई चाहिँ क्लियरेसन होस् कि विद्यार्थीहरूको रिभ्यूबाट? अब ब्याक लागेपछि कसैलाई डिमोटिभेट नगर्नु होला, किनभने यहाँ आएपछि सबैलाई मोटिभेसन नै हुन्छ। यहाँ एकदमै राम्रोसँग पढाउनुहुन्छ, परिवार जस्तै पढाउनुहुन्छ। यहाँ कोही पनि यहाँ आएपछि फेल हुँदैन, धेरै राम्रो जिपिए लिएर आएर पास भइन्छ। म पनि एकदमै धेरै सब्जेक्टमा फेल हुन्थेँ, तर यहाँ आएपछि म एकदम राम्रो पढेँ अनि राम्रो ग्रेड लिएर आएर पास भएँ। हजुरलाई उहाँ घरमा बसेर जुन ओर्नु पर्दैन, यहाँ आएपछि एकदमै राम्रोसँग पढ्नुहुन्छ। हजुरले त्यसरी उहाँहरूलाई चाहिँ कन्भिन्स गर्न सक्नुहुन्छ होइन। एकदमै खुसी लाग्यो सन्ध्या, हजुरको एकदमै मनैदेखिको रिभ्यू। हामीले कुनै पनि कन्टेन्ट लेखेको होइन, कुनै पनि केही कुराहरू उस गरेको होइन, जस्ट अब एउटा अनुभव सेयर गरौँ न होइन, विद्यार्थीहरूको पनि अनुभव लिगौँ। अब एज अ खालि एडभर्टिजमेन्ट बनाइरहँदा अथवा यस्तो उस्तो भनेर भनिरहनु भन्दा विद्यार्थीहरूबाटै लिगौँ न भनेर चाहिँ हामी यो भिडियो सुट गरे हो होइन। अब भनेपछि तपाईँ स्टडी रुम बुटोल भनेपछि ढुक्क। हजुर ढुक्क। अनि तपाईँले आफूले सेयर गरेको साथीहरू पनि सबै पास भएर जानुभएको छ। उहाँ मात्र होइन, उहाँसँग पढ्ने थुप्रै स्टुडेन्टहरू हुनुहुन्थ्यो हाम्रो टाइममा। त्यो टाइममा चाहिँ होइन, योभन्दा अघिल्लो वर्षको एससीको ब्याक स्टुडेन्ट हुनुहुन्थ्यो उहाँ चाहिँ। उहाँले चाहिँ के लाग्छ, स्टडी रुम बुटोल अलिक ढिलो भेट्यो कि जस्तो लाग्छ कि लाग्दैन? हल्का ढिलो भेट्यो, तर ढिलो भेट्यो पनि यहाँ एकदमै राम्रो पढियो। त्यही त है। ल हजुरलाई धेरै धेरै धन्यवाद हजुरको यो एकदमै मिठो रिभ्यूको लागि। अझै लास्टमा के भन्न चाहनुहुन्छ स्टडी रुम बुटोलमा पढ्न आउन खोज्ने व्यक्तिहरूको लागि, स्टुडेन्टहरूको लागि जसले चाहिँ ट्युसन क्लास खोजिरहनु भएको छ तर पाउनु भएको छैन क्या? यहाँ ठाउँ चाहिँ यहाँ जानकीनगर हो। जानकीनगरभित्र स्टडी रुम बुटोल यहाँ बोर्ड लेखेको नै छ। अनि जसले पनि यहाँ ट्युसन पढ्न पाएको छैन, यहाँ आएर पढे हुन्छ। दिदीले यहाँ कुनै कसैलाई केही गर्नुहुन्न, एकदम राम्रोसँग पढाउनुहुन्छ। अनि यहाँ कोही डराउनु उठ्नु पर्दैन, सबै एकदम राम्रोसँग पढ्नु। शान्त वातावरणमा आनन्दले बसेर पढ्न पनि सकिन्छ।
टाइम लिमिट भन्ने हुँदैन होइन, स्टडीको लागि छुट्टै रुमहरू एभाइलेबल छ होइन, थुप्रै कुराहरू छ हामी कहाँ। अब